कागलाई वो भनिन्छ। वो काग अर्थात् वो। त्यस्तै गरी फुललाई स्वा भनिन्छ। स्वा। रातो फुललाई याउ स्वा। बाँसलाई प भनिन्छ। अनि बाँसको बोटलाई प मा भनिन्छ। प मा। त्यस्तै गरी पानीलाई ल भनिन्छ। ल अर्थात् पानी। त्यस्तै गरी सूर्यलाई सूर्य भनिन्छ। सूर्य। घामलाई निभा भनिन्छ। रुखलाई सीमा भनिन्छ। अनि ठुलो रुखलाई तम्माउ सीमा भनिन्छ। तम्माउ सीमा। ठुलो रुख। अनि यो जुन माटोको भाटा देखिरहेको भएको छ त्यसलाई अठ भनिन्छ। अठ अठ अठ। अनि ढुङ्गालाई लो भनिन्छ। लो। फर्याङलाई स्वाने भनिन्छ। स्वाने। स्वाने। त्यस्तै गरी पातलाई भ भनिन्छ। पात अर्थात् भ। अनि रुखको पात भन्नलाई सीमा या ह। सीमा या ह अथवा सीमा ह पनि भन्न सकिन्छ। त्यस्तै गरी काग कालो छ भन्नु पर्यो भने वो हाकु। हाकु अर्थात् काग। अनि काग उड्यो भन्नु पर्यो भने वो बोल। वो बोल। त्यस्तै गरी तीनजना काग भन्नु पर्यो भने स्वम वो। चारजना काग भन्नु पर्यो भने प्यम वो। दुईजना भन्नु पर्यो भने निम वो। अनि त्यस्तै गरी एकजना मात्र काग भन्नु पर्यो भने छम वो। त्यस्तै गरी माछा देख्यौ भन्नु पर्यो भने न्या खनाला। न्या खनाला। पानी हल्लियो भन्नु पर्यो भने ल सन। ल सन। त्यस्तै गरी पानी सफा छ भन्नु पर्यो भने ल यत चुसे चुह। ल यत चुसे चुह। यत चुसे अर्थात् सफा। पानीमा खेल्न मन लाग्यो भन्नु पर्यो भने लखे मिटे मासे वल। लखे मिटे मासे वल। त्यस्तै गरी पानी चुहियो भन्नु पर्यो भने चाहिँ ल ज्वल भनिन्छ। ल ज्वल। त्यो माछा समात भन्नु पर्यो भने वो न्या जो। वो न्या जो। त्यो माछा समात। अनि त्यस्तै गरी यो माछा समात भन्नु पर्यो भने ठो न्या जो। ठो न्या जो। माछा छ भनेर क्वेसन सोध्नु पर्यो भने न्या दुला। न्या दुला। रातो माछा भन्नु पर्यो भने याउमा न्या। याउमा न्या।